कस्तो लाग्यो ओ कस्तो लाग्यो ल आज हामीलाई यिनीमा फोटो मिलेर आयो मदन दाइले के गर्ने त यार खुट्टा दुखेर ल्याङ बाखान यार अब हेर्ने के त यार अरूले किन आउला भने हो नि यहाँ हाम्रो हिँडालिया छन् माउरा कता हरिका आफै अब भन त तँलाई कस्तो यसको त सेट पुज मात्रै आज दुईजना अगाडि छन् लास्ट टाइम मजा आयो केटा आज फुल मजा हामी पैदल यात्रा सुरु गरेको आज ठ्याक्कै 10 दिन भयो गाइज पैदल यात्रा सुरु गरेको 10 दिन भयो 10 दिन पैदल आछु एकदम चप्पल सप्पल केही छैन है गाइज हामीहरूसँग कति 10 दिनदेखि खाना पनि खाएको छैन नास्ता मात्रै गरेर बाँचिरहेको छु हेर्न कस्तो है कस्तो आइदिया 10 दिन से कुछ नहीं खाया भूखे है एकदम पैसे है कुछ भी नहीं खाया मैंने कुछ नहीं खाया मैंने कुछ नहीं यहाँ रोज खाए वाला यहाँ न खाए वाला उता छन् इनके देखो गांड में से चर्बी निकल रहा है आज लास्ट केटाहरूलाई मोज गराइदिया दोबारा घुम्ने नाम लिन्न नि यिनीहरू अब यति घुमाइदिएको छु नि 10 दिनको यात्रामा 10 दिनको यात्रा गराइदिएको छु केटाहरूलाई दोबारा घुम्ने लायक भन्ने कि बाबु आउने हो फुल छुट्टी हानेर आउने हो तर फुल हार मान्ने होइन हार मान्ने होइन वो भन्नु त्यो हम हार मान्ने वाले में से हम नहीं सेट पर जाने हैं हम हार मानने वाले में से नहीं है एक बार धोका खा चुका लेकिन दोबारा नहीं खाना था चलो त चाइनिज सेफ यस्तै मजा अझै गर्दै गरौँला हैन पसिन छुइगे के हग्ने मजा आउँछ के भाइ अब त नौला भन्ने भइसक्यो म त के भन्नुहुन्छ तपाईँ भन्नु त नौला भन्ने भइसक्यो किन यता हेरेर भन्नुहोस् न के छ भिना छौ त नि बाप रे बाप अरे यार भर्खरै थोरै त हिँड्यो यार 1 किलो गरस भइगयो होला यिनीहरूलाई हेर गाँड जलिरहेछ अरूको सुटमा पनि होइन पानी तार्ने भने हे यो मान्छेलाई जति पानी भए पनि नपुग्ने मान्छे हेर हात्तीको खानदान हात्तीको खानदान देखाउ त यहाँ हेर त ओ पानी नपुग्ने उटको छौरा ये हेर यी हुन् उटको छौरा यार उठको छौरा त लामो हुन्छ यार घाँटी यो बाँड्न नसके उटको छौरा हेर्नु पहिला अँ 5 बजे 40